हेलो गुड मर्निङ। बिहान बिहानको उठासुरुमा लगाएर कता भन्नु होला। यो भिडियो अन्तिमसम्म हेर्नुभयो भने चाहिँ हजुरहरूलाई पक्कै थाहा हुन्छ। हामी चाहिँ अङ्कल आन्टी नानी म दिदी भएर चाहिँ एउटा ठाउँ जान लागेको छौँ। त्यसमा जानको लागि चाहिँ हामी घरदेखि अङ्कलको घर चाहिँ हिजो बेलुकी नै आएर बसेको थियौँ। अनि हिजो बेलुकीबाट चाहिँ अङ्कलको घर दलदलीबाट चाहिँ यहाँसम्म, यो ठाउँको नामै बिर्सेँ मैले। यहाँसम्म चाहिँ आयौँ अनि आएर चिया खाएर त्यसपछि फेरि लाग्यौँ गन्तव्यतिर। अनि फर्स्टमा चाहिँ मैले अर्को ऱ्याङ्कको ओढेको थिएँ। अनि त्यसपछि फेरि हल्का पातलो मान्छेलाई चाहिँ दुईजना बस्न सजिलो हुन्छ भनेर मलाई र अङ्कललाई अनि नानीलाई चाहिँ यता राखिदिनु भयो। सिफ्ट भयौँ हामी। अनि यसरी नै पानीमा पनि हामी हिँडिराख्यौँ किनकि हामीलाई पुग्नु थियो आफूले आँटेको ठाउँमा। अनि फाइनली हामी आइपुग्यो। आउन त आइपुग्यो दौड्नेको त्यस्तो उकालो पार गरेर पनि। अनि पछि फेरि यहाँबाट अझै हिँड्न बन्द रहेछ के। अनि यसपछि लाग्यौँ हामी फेरि त्यही छोरी बोकेर। अनि चाहिँ अब यहाँ उकालो सुरु हुन्छ। यहाँ चाहिँ दुईवटा मन्दिर रहेछ। हामी चाहिँ दुईवटा मन्दिरमा पनि कन्फ्युज छौँ कि कता जाने, किनकि साउन आइसक्यो। महादेव मन्दिर जाने कि नजिकै छ देवी मन्दिर जाने कन्फ्युज थियौँ। तर फेरि त्यहाँ खासै महादेव मन्दिर गएको चाहिँ कोही भेटेनौँ कि। अनि पहिला पनि आन्टी आउनु भएको रहेछ। अनि आन्टी आएको भएर चाहिँ हामीले जहाँ देखेको छौँ त्यहीँ जाऊँ न त भन्यौँ। अनि हामी हिँडेर त पुगिन्थ्यो होला। अब हामीलाई चाहिँ मलाई हिँड्न त्यस्तो गाह्रो त लाग्ने थिएन। तर छोरी पनि हिँडेकी थिएँ कि राम्रोसँग। तर यो छोरीको मम्मी हिँड्न चाहिँ एकदम गाह्रो गर्नुभयो। त्यही भएर चाहिँ हामी तलकै मन्दिरमा पुग्यौँ। अनि तर अझै पनि कुन मन्दिर भन्ने तपाईँहरूलाई खुल्दुली भएको छ भने अझ पनि अन्तिमसम्म हेर्नुपर्ने हुन्छ। अनि हामी चाहिँ लागेको थियौँ करिब 1 घन्टा जति चाहिँ। हामी अब विजयनगरबाट यहाँ आउन त आधी घन्टा 1 घन्टै लाग्छ। त्यसपछि त्यही 1 घन्टा जति चाहिँ फेरि दलदलीबाट यहाँ आउन लाग्यो। अनि यहाँदेखि माथि चढ्न चाहिँ आधी घन्टा जति लाग्यो। त्यसपछि फाइनल्ली हामी मन्दिरमा चाहिँ आइपुग्यो भन्नुहुन्थ्यो। अझै पनि मन्दिर आएका रहन्छौँ। मैले सोचेको थिएँ कि तलको मन्दिर भने ए होला, भनेको त फेरि अर्को मन्दिर रहेछ। अनि बल्ल तल यो चाहिँ रेल मन्दिर हो भनेर भन्नुभयो। अनि ठ्याक्क हामी मन्दिरमा चाहिँ आयौँ। यहाँ आउने बेलामा चाहिँ हामीलाई मौसमले यति च्यालेन्ज गरेको थियो। ओ माई गड, पानी आएर वरिपरिको भ्यूज केही नदेखिने गरेर हो जस्तो लागेको थियो। अनि यहाँ चाहिँ मैले भेटेँ मेरो पूर्वकालको मेरो आफन्तजनलाई, मतलब कि मेरो हजुरबा को बा मेरो पुस्तालाई भेटेँ। अनि त्यसपछि हामीले पूजासुजा गऱ्यौँ। अनि नानीले चाहिँ इन्जोय गरिरहेको थियो। पूजा पनि एकदम पानीमा गरेको थियौँ कि हामीले, किनकि यहाँ पानी रोकिनेको त नाम थिएन। एकछिन गएको थियौँ अनि एकछिनमा चाहिँ पानी चाहिँ रोकिएको थियो। त्यो पानी रोकिएको टाइममा चाहिँ हामीले सरसरभित्र पूजा गरेछौँ कि हामी भित्र बसेको, तर पानी बाहिर छोडिसकेको चाहिँ हामीलाई थाहा नै भएन। पछि फेरि हामी पानी रोकिएपछि फेरि पूजासुजा गरेर लाग्यौँ। अनि बल्ल हामी यस्तो कुदेर तल पुग्यौँ जहाँ हाम्रो साधन राखेको थियो स्कुटी एन्ड बाइक। अनि त्यसमा चढेर चाहिँ हामी फर्क्यौँ आफ्नो गन्तव्यतिर। फर्केर आएर चाहिँ यहाँ दिदीकोमा खानासाना खायौँ। अनि खानासाना खाएर अझ यहाँ फेरि घर फर्केर सुत्यौँ। बाई।